राजीनामा दिएर हुँदैन हैन राजीनामा दिएर मात्रै हुँदैन यो हत्याको जिम्मा लिएर कटघरामा उभिनु म अघिल्लो सरकारलाई दोष दिने पक्षमा पनि छैन म आलोचना गर्ने पक्षमा पनि छैन मलाई जे दिएको छ म त्यही काम गर्ने हो फाइदा गराउनहरूलाई दोष दिन त मिल्दैन र अझै एउटा कुरा तपाईँलाई के दिएको छ कसले दिएको छ त्यो भन्नुहोस् न जे दिएको छ त्यही गर्दैछु के दिएको छ भन्नुहोस् न तपाईँहरू म दोष दिन चाहदिनँ जो दोष दिँदिन उनीहरूलाई कस्तो कुरा गरेको यार याद गर्नुहोस् त तपाईँ प्रधानमन्त्री हुनुभन्दा अगाडि के बोल्दै हुनुहुन्थ्यो दिमाग भएको मान्छेहरू त यस्तो कुरा नै गर्दैन होला हो कि होइन तपाईँहरू भन्नुहोस् न एकचोटि अहिले सबै जेन्जीहरूलाई लखिरहेको छ वार्तामा जाने जेन्जीहरूलाई तपाईँहरू एउटा कुरा मानुस् नमानुस् तर यो कुरा फिक्स थियो सुशीला कार्कीजी प्रधानमन्त्री पहिलेदेखि फिक्स हुनुहुन्थ्यो फिक्स नभएको भए प्रधानमन्त्री बन्नुभन्दा अगाडि कसरी वार्ता गरिरहेको थियो इन्टरभ्यू कसरी दिइरहेको थियो